ओभरै माथि आइपुग्यो आज त कस्तो सोचै थिएन क्या यहाँसम्म आइपुग्छ भनेर तर हिँड्दा त आइपुग्यो माथि नै माथि तारे भेट्ने आइपुग्यो अब चाहिँ घर फर्किँदैछु बिस्तारै घर फर्किने हो हिँड्दै के छ त आफ्नै त हो नि अनि तारे भेर आउनु भएको छैन भने आउनु होला राम्रै छ हाइक गर्नको लागि हिँड्नको लागि जोस् अहिले त बाइकहरू पनि आउँछ पहिलातिर चाहिँ थिएन अहिले धेरै भयो बाइकहरू गाडीहरू आउनु थाल्यो गाडी त आउँदैन थियो पहिला त अहिले चाहिँ आउँछ पुरै सबै अहिले त सबै आउँछ है गाइस मेमोरी छ हो यो बाटो जङ्गलतिर सबैतिर लारुगोडा स्टुडियो अनि हेर न माथि यहाँ त पहिला कस्तो घरहरू थियो क्या सानो थियो पहिला अनि अहिले त उब्बरै दामी भयो जस बाटो बन्दैछ भनौँ न बर्खामा चाहिँ पुरा हुन्छ हौ यस्तो खाल्टाङ खुल्टुङ यस्तो हुन्छ क्या खाल्टाङ खुल्टुङ अनि पानी त्यही त नि बर्खामा पानी परेपछि सबै यस्तो हुन्छ कि खाल्टाङ खुल्टुङ हुन्छ अनि यताको पहिला सानो हुँदाखेरि डर लाग्थ्यो बर जङ्गल यस्तो साह्रो घर थिएन नि त यस्तो जङ्गल थियो नि त यिनीहरू फाँडेकै थिएन अनि ओभरै डर लाग्थ्यो जस ओभरै रमाइलो छ भनौँ न रमाइलो भयो रमाइलो जिन्दगानीमा रमाइलो के छ त रमाइलो त गर्नुपर्छ नि होइन अब प्लानहरू छ धेरै सानोतिनो प्लानहरू छ त्यो प्लानहरू चाहिँ अब एज अ प्लान मेरो प्लानिङ अनुसार गयो भने चाहिँ म घुम्नु जान्छु एउटा ठाउँ त्यहाँ चाहिँ आफै पैसा कमाएर पैसा जम्मा गर्छु अनि घुम्ने रहर छ क्या त्यहाँ चाहिँ 2-3वटा ठाउँ छ तर एक ठाउँ चाहिँ जान्छु तर अहिले चाहिँ भन्दिनँ गइसकेपछि मात्रै अपलोड गर्छु भिडियो टक्क लाएर तपाईँहरू स्टे ट्युन भएर हेर्नु होला तर त्यो चाहिँ प्लान चाहिँ अलिक पछाडि नै हुन्छ 2-3 महिना पछाडि हुन्छ होला अनि ल 2-3 महिना पछाडि चाहिँ जान्छु होला म जस्तो उता झापा गएको बेला यतिकोमा राख्छु है त।